Tung 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 tung. मलाई चिनेन क्या? हेलो मित्र, म आइसकेँ मेरो भ्लग भित्र। आज चाहिँ हामी काममा जाँदैछौँ। काम चाहिँ अब कहाँ भन्दा अब एकछिनमा हैन, एकछिनमा देख्नुहुन्छ। दाजुभाइ चाहिँ पुरा जङ्गेर Oh my god! Samui! काम चाहिँ कहाँ भन्दा अब हामी जाँदैछौँ। एकछिनमा देख्नुहुन्छ र के काम हो हैन, त्यो पनि थाहा हुन्छ। हामी चाहिँ अब त्यतिकै बस्यो अनि त्यतिकै एकछिनमा हामी पनि फ्री, अनि त्यो भएर चाहिँ हामी चाहिँ अब काम पनि नभएको अनि काम पाएको, अनि त्यही भएर काम गर्नुपर्छ भनेर अनि काम गर्नु जाँदैछु। अब के गर्नु, एक्लै होइन, हाम्रो पछाडि पनि परिवार छ। Oh yes. काम त गर्नै पर्ने हुन्छ। त्यो भएर हामीले आजदेखि काम हो हाम्रो नयाँ लागि। त्यो भएर चाहिँ हामी कामतिर जाँदैछौँ होइन। यस्तो काम त गर्नुपर्ने हुन्छ। लास्ट गलिँदै परेको छ तर हिँड्दा। सन्देश मगरको घर आइसक्यो। हाम्रै गाउँ हुँदै कामतिर जाँदैछौँ। हामी कामतिर हिँडेको अनि पुरै जिउ निकाल्ने होइन नि त, के गरेर जस्तो हो। त्यो चाहिँ हाम्रो अर्जुन मगरको घर हो। हामीलाई चाहिँ फेरि चोक चोकमा चिन्छ क्या। यो त छ कि भाउ गर्छ अनि यसले पनि चिनो भन्यो, अनि अलिक परको अर्कोले भाउ गर्छ अनि यसले पनि चिनो भन्यो होइन। हाम्रो चाहिँ त्यो टेन्सन छैन, त्यो वडा बाटो जाने मजाले चिन्छ। त्यो भएर हामी त्यस्तो छ। हामी चाहिँ अबदेखि काममा लाग्दैछौँ है। हामी चाहिँ उता वडा कार्यालयतिर आइसक्यौँ। हाम्रो यो चाहिँ वडा कार्यालयको हस्पिटल हो। वडा कार्यालय चाहिँ अलिकति तल छ होइन। म तपाईँलाई देखाउँछु। त्यस्तो टाढो चाहिँ छैन, यो आफ्नै गाउँमा हो, अलिकति उयो नजिक छ। त्यही भएर सजिलो छ। अरूहरूले त दुःख पाउँछ टाढो टाढोदेखि आउनुपर्छ, तर हाम्रो चाहिँ गाउँमै भएर चाहिँ अलिकति सजिलो छ। केही काम पऱ्यो भने हिँड्दै आयो भने पनि आइपुगिहालिन्छ। त्यही भएर चाहिँ ठिकै छ। यस्तो छ। So nice. यो चाहिँ हो हाम्रो वडा कार्यालय होइन। पत्री सन्सरे सापको वडा कार्यालय हो। अनि यता चाहिँ हाम्रो अर्कै घर बन्दैछ नयाँ, हाम्रो आन्टीको घर। हाम्रो जिकु दादा आफै छैन जस्तो चाहिँ यहीँ भेटिरहेको थियो, काम गर्दै थियो। एकछिनमा त्यसलाई घरमै भेट्नुपर्छ होइन। टाढो पनि छैन त्यसको घर। जिकु दादा के गर्दैछ हेरौँ है त। ल हामी चाहिँ अब जिको भाइको घर आइपुगिसकेको छौँ। तर अब जिकु दादा कहाँ छ होइन, हेर्नुपर्ने हुन्छ। हाम्रो जिको साईको घर चाहिँ Oh my god! चाहिँ यो हो। गएर उठाउँदै गर ल, हाम्रो बुढो आउँदैछ यतै। Welcome. कहाँ हिँडेको, कहाँ
कोसी कहाँ नि? अब मेरो फोन आएपछि डाइरेक्ट उड्ने गरी मात्र Oh no! हाम्रो जिकेश भाइको घर आइसकेको छु जिकेश भाइ कता छ हेर्छु ल म Okay. त्यो भाइ कहाँ छ भन हेलो कहाँ छ अरे कहाँ छ पढ बोजूहरूकोमा छ ल ल भाइ चाहिँ अब आफ्नो घरमा नसुतेर बोजू कहाँ सुतिरहेछ अरे म जाँदैछु है हेरौँ भाइ ऊ गर्दैछ कि सुतिरहेछ छुटिसक्यो यो चाहिँ बोजूको घर हो भाइ कता छ चाहिँ हेलो भाइ ओइ भाइ छिटो सुतिरहेछ हाम्रो भाइ उठ्दैछ के छ नि आदि 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 निकाल्नु पर्छ नि त कहाँ पुरा निकाल्ने हाम्रो साइनारा भाइ रुँदैछ कि आँसु पुरो सिरियस भएर छ एकदम भाइ उठो हाम्रो बोजू चाहिँ यता हुनुहुन्छ होइन यस्तै हो अब त्यो भाइलाई भेट्न आएको थियो अब हामी पनि कामतिर हिँड्दै गरेको अब हामी कामतिर लाग्छौँ यस्तै छ हामी चाहिँ कामतिर जाँदैछौँ होइन अब हाम्रो काम चाहिँ कहाँ भन्ने चाहिँ अघि मैले कुरो गरेको थिएँ अब देख्नुहुन्छ हाम्रो काम चाहिँ कहाँनिर हो ल हेर्दै गर्नु हेर्नु नछोड्नु हाम्रो चाहिँ अब इन्ट्री हुँदैछ हुन त खाता फुल्नुवाला त छैन र पनि भिडियोमा हल्का भनेको मात्र हो अन्त हामी आइसकेको छौँ हाम्रो काम गर्ने ठाउँमा हाम्रो काम गर्ने ठाउँ भनेको चाहिँ यही हो मैले अस्ति सोधेको थिएँ यो चाहिँ के हो दाइ यसको नाम यस्तो यस्तो भन्ने खालको सुनेको थिएँ भनेर सोधेको थिएँ दाइले भन्नुहुन्थ्यो यसको चाहिँ भाइ माया देवी श्रम संस्कृति पार्क नाम राख्ने भन्ने खालको कुरोहरू सुनेको थिएँ अनि यो मान्छेको नामबाट हो कि यो त हटाउनु पर्छ जस्तो लागेको थियो तर होइन रहेछ आमाको नाम अरे अनि त्यही भएर चाहिँ त्यही नामसँग जोडेर चाहिँ यो पार्कको नाम राख्ने भन्ने कुरो सुने मैले आयो अनि यहाँ चाहिँ अब भाइर मेरो काम छ हिजो चाहिँ अब हिजोसम्म चाहिँ म श्रमदान गरिरहेको थिएँ भने अब आजदेखि चाहिँ अब मनीदान मनी कमाउने काम चाहिँ यही हो अनि काम चाहिँ के गर्ने भन्दा चाहिँ काम चाहिँ यो यस्तोमा चाहिँ मैले चाहिँ प्लास्टर गर्नुपर्ने काम हो यहाँनिर चाहिँ यो वरिपरि चाहिँ मेरो काम चाहिँ प्लास्टर गरिदिनु पर्ने अनि घोला तानिदिनु पर्ने मेरो काम हो यो पाटा अनि तल्लो पाटा छ मेरो काम चाहिँ वरिपरि चाहिँ यो प्लास्टर गरेर घोला तानिदिनु पर्ने हो ल त आजको काम चाहिँ अब हाम्रो दाजुभाइको यही हो काम गर्नुपर्छ र अब ठिकै छ अब भिडियो चाहिँ यति नै है बाई बाई
Thank you for watching.